2082 साल पौष 12 गतेको यो चाहिँ 7-8 बजेको नेपालगञ्जको अवस्था हो। यो पुरै जताततै हुसो लागेर एकदम अत्याधिक चिसो शीतलहर चलिरहेको छ। तराई बेल्टमा जस्तै नेपालगञ्जको चाहिँ वरिपरि यस्तो अवस्था थियो। नेपाल चाहिँ यस्तो देश हो जुन चाहिँ विविधताले चाहिँ परिपूर्ण छ, जहाँ चाहिँ हावापानीको पनि विविधता छ। हाम्रो सांस्कृतिक भौगोलिक विविधता सँगसँगै यो तुलसीपुरको अवस्था हो। यो तुलसीपुरमा चाहिँ यस्तो छ, एकदमै घाम लागिरहेको थियो अनि त्यसैको पछिल्लो दिन चाहिँ म तुलसीपुर पुगेको थिएँ। तुलसीपुरमा चाहिँ अत्याधिक घाम टक्क लाएर जीवनयापन चाहिँ नर्मल छ, एकदम पहाडी एरिया टाइप्सको चाहिँ यसरी चाहिँ चलिरहेको थियो। नेपाल जसरी भाषाभाषी, संस्कृति, कल्चर होइन यसको आधारमा विविधता छ, यो सँगसँगै चाहिँ हावापानी र भौगोलिक विविधता पनि छ। अनि यसैको आधारमा जीवनशैलीदेखि लिएर हरेक ठाउँमा फरक फरक किसिमको चाहिँ जीवनशैली देखिन्छ। अनि नेपाल एकदम भौगोलिक दृष्टिले एकदमै अत्यन्तै सुन्दर ठाउँ छ। मैले यहाँ चाहिँ तुलसीपुरका केही विभिन्न ठाउँहरू जहाँ यो चाहिँ देखाउन खोजिरहेको छु, अथवा दाङको चाहिँ विभिन्न ठाउँहरू, दाङ हुँदै म त्यहाँ चाहिँ आफ्नो काम सकेर सल्यान हुँदै अनि दाङबाट तुलसीपुर हुँदै सल्यानतिर फर्केको थिएँ। सल्यानतिर फर्किँदाखेरि दाङको तुलसीपुरतिर आपुरे, त्यहाँबाट चाहिँ यता कालीमाटी अनि काल्चे त्यो एरियाहरूमा चाहिँ एकदमै सुन्दर चाहिँ देखिन्छ। अनि त्यसको चाहिँ यहाँ देखाइरहेको छु मैले, एकदमै यो भिडियोमा राम्रो छ। आपुरे साइड तुलसीपुर हो यो। ठ्याक्कै यसरी चाहिँ दाङ भनेको एउटा सुन्दर भ्याली छ। यो एसियाकै दोस्रो ठुलो भ्याली हो। अनि चाहिँ माथि टक्क पहाड अनि तल चाहिँ खोजमा यसरी चाहिँ देखिन्छ। बिचमा यो चारकोसे झाडी जङ्गल देखिन्छ, जहाँ चाहिँ ठुल्ठुला सालका रुखहरू चाहिँ देखिन्छन्। यो चाहिँ चारकोसे झाडी जङ्गल चाहिँ एकदम सुन्दर जङ्गल छ। यसरी चाहिँ यस्तो दाङको यो उता गाउँ साइडमा यस्तो पुरानो लोकल टाइपको घरहरू देखिन्छ, नेपाली मोडलको यो पुरानो घरहरू। यो चाहिँ यसको चाहिँ आफ्नै मौलिकता छ, सुन्दरता ठक्क। जुनेली रातै रातैमा म भुले तिम्रो बातै बातैमा भन्ने गीत सुन्दै आइरहेको थियो एकदम टक्क। यस्तो सुन्दर चाहिँ गाउँ छ। यसरी चाहिँ हेर्नुभयो भने यो हावापानी पहाडी हावापानीसँग ट्याक्कै मिल्ने सुन्दर गाउँ छ। यहाँको चाहिँ हावापानी सुर्खेतको हावापानी ठ्याक्कै मिल्दैन, भ्याली भएकोले ठ्याक्क यस्तो छ।
यो माथि देखिएको केपिएलईको विकासे टावर हो। यो केपिएलईको विकास मोडेल जुन चाहिँ के अर्थै छैन यो चाहिँ यस्तो प्रकारको विकासको। त्यो माथि डाँडामा त्यो टावर नबनाए पनि त्यही भ्यू देखिन्छ, त्यहाँ टावर बनाए पनि त्यही भ्यू देखिन्छ। त्यो टावर बनाउनुभन्दा हाम्रो ठाउँमा चाहिँ यस्तो विकासभन्दा पनि आधारभूत आवश्यकताहरूको विकास चाहिँ बढी देखिन्छ। जस्तो चाहिँ खानेपानीको अवस्था नहुनु सबै ठाउँमा, अनि त्यस पछाडि बिजुली बत्तीको चाहिँ सबै ठाउँमा नपुग्नु, त्यस पछाडि शिक्षा एकदमै गुणस्तर राम्रो नहुनु, स्वास्थ्य चाहिँ अवस्था त्यस्तै हुनु। त्यसैले यी आधारभूत आवश्यकताहरूलाई प्राथमिकता दिएर विकास गरेको भए चाहिँ अझै राम्रो हुन्थ्यो। अनि यसरी चाहिँ त्यो डाँडा डाँडामा टावरहरू बनाएर अनि आफ्नो कार्यकर्ताहरूलाई ठेक्कापट्टा दिएर त्यो कमाउने एउटा चाहिँ आइडिया निकालेको हो नि। यो विकासको मोडेल खासमा चाहिँ यो नेपालको सन्दर्भमा चाहिँ राम्रो होइन। बरु चाहिँ त्यो पाहाडहरूमा चाहिँ हिँड्ने बाटोहरू चाहिँ राम्रो बनाउने, त्यो गोरेटो बाटोहरू त्यो चाहिँ राम्रो हुन्थ्यो। दाङ एकदमै ठुलो भ्याली हो। यो चाहिँ तुलसीपुरबाट यता आउँदासम्म यो सल्यानतिर पनि यति ठुलो छ। अनि तुलसीपुरबाट उता दाङ घोराइ पनि त्यति नै ठुलो छ। यो चाहिँ एकदमै ठुलो छ यो भ्याली चाहिँ। यो चाहिँ सल्यान कालीमाटी हो। अनि सल्यान कालीमाटी चाहिँ बबई नदीको किनारमा छ। बबई यही हो, मास्तिरको बबई। अनि तल गएर चाहिँ अलिक ठुलो देखिन्छ। यसरी चाहिँ बबई घुमेर गएर तल चाहिँ मिसिन्छ। यसरी चाहिँ
सल्यानको काल्चे हो यो होइन। अब यहाँबाट तलतिर चाहिँ सुर्खेत लाग्छ। यो सुर्खेतको बोटेचौर, मालारानी, बोटेचौर यो एरियाहरू चाहिँ यो तलतिर। यहाँबाट तल झऱ्यो भने बोटेचौर निस्किन्छ। यो केही 10-15 मिनटमा चाहिँ यो यस्तो